हेलो गुड मर्निङ सबैजनालाई टसीले आज फेरि धेरै दिनको बादमा मेरो यो भिडियोमा तपाईहरु सबैलाई स्वागत छ। आज चाहिँ भिडियो के कारणले बनाएको भन्दाखेरि अब हाम्रो यहाँनिर दशमी गर्ने एउटा चलन छ हैन, सबै एकदम राम्रो हो। अनि त्यसमा पनि अब छेचु नेङ्गा भन्छ, अब जादु दशमीमा चाहिँ अब हाम्रो खाण्डोको पाठ गर्नको कारणले गर्दा चाहिँ तोरमा पनि खाण्डोको बनाउनु पर्ने हुन्छ हैन। त्यसै कारण चाहिँ आज खाण्डोको तोरमा बनाउने सानो बढी तरिका धेरै हुन्छ बनाउने, आफ्नो हुन्छ तरिका बनाउने हैन। म चाहिँ कस्तो पाराले बनाउँदो रहेछ तपाईहरु यसो हेरेर कस्तो लाग्छ के लाग्छ हैन कमेन्टहरु गरिदिनुहुन्छ भन्ने धेरै आशा राख्दै यो भिडियोलाई अगाडि बढाइरहेको छु। धन्यवाद। भयो भने चाहिँ एकदम रेडी हुनु आँटिसकेको छ। यहाँनिर आटा चाहिँ एकदम राम्रोसँगले पाकेको छ भने चाहिँ तोरमा पनि एकदम अलिकति लामो बस्छ, एकदम राम्रो पनि हुन्छ हो। यो फेरि आटा राम्रो पकेन भने त्यो एकदम ढल्ने अवस्थामा जाला जस्तो हुन्छ हो। त्यही भएर आटा चाहिँ एकदम राम्रो पकाउनु पर्ने चाहिँ हाम्रो एकदम पहिलो काम चाहिँ त्यही हो भनौँ। चाहिँ हामी यस्तो आकारको बनाएपछि चाहिँ यसलाई चाहिँ काटेर चाहिँ मिलाउनु पर्ने हुन्छ हैन। यो चाहिँ फर्स्ट मुनि राख्ने देन भन्छ हामी चाहिँ। यसलाई चाहिँ बनाउनु फर्स्ट चाहिँ यो पर्छ हामीले काट्दा चाहिँ यसरी हामीले मिलाएर चाहिँ यसलाई काट्नुपर्ने हुन्छ। तिनैपट्टि यसलाई यस्तो गर्दा भइगयो। तिनपट्टि चाहिँ मिलाएर चाहिँ यसरी काट्नुपर्ने चाहिँ हाम्रो खाण्डोको तोर्मामा चाहिँ काटेपछि चाहिँ तपाईको यस्तो हुनुपर्छ आकार हैन। यो चाहिँ सेम यस्तै परेको चाहिँ त्यो छड्के काटेर हैन यस्तो काट्नुपर्छ। यतापट्टि हेर्नुस् सेम छ, तीनैपट्टि सेम काट्नुपर्छ यसरी हो। अन्त यो माथि सेम यत्रै फेरि बनाउनुपर्छ एउटा। हेर्दै जानुहोस् होला फेरि हेर्नुस् यो अर्को पनि बनिसक्यो। दुईटा बराबर बनिएपछि चाहिँ एउटालाई चाहिँ यहाँनिर यसरी राख्नुपर्ने हुन्छ हो। माथिबाट हेऱ्यो भने यस्तो हुन्छ। यो चाहिँ अगाडि चाहिँ यताबाट पर्छ हो। यस्तो हुनुपर्छ। देन चाहिँ मुनिको खाण्डोको देन चाहिँ यस्तो हुनुपर्छ। माथिबाट एकदम यस्तो टाढा यस्तो परेको हो। हेर्दै जानुहोस् र अझै छ यस्तो बनाउनु पर्ने। यो चाहिँ यस्तो भएपछि यो माथि मिलाएर यो चाहिँ यो माथि उठिसक्यो हो। यो फर्स्टको देन भयो, सेकेन्ड एउटा यो दवा भनौँ चाहिँ भन्थ्यौँ यो माथि बनाएर यो माथि चाहिँ लातो आउँछ। यो अलिक ठुलो भयो जस्तो छ हो। यस्तो चाहिँ बनाउनु पऱ्यो तपाईँहरूले। यो सजिलै छ बनाउनु, एकपल्ट बनाएपछि आइहाल्ने कुरो हो योहरू। यसलाई चाहिँ यसरी यस्तो बनाएर चाहिँ यसलाई चाहिँ यहाँबाट निकाल्नु पर्ने हुन्छ यस्तो कारणले। चाहिँ सेपहरू चाहिँ यसरी निकाल्नुपर्छ लातरको। अन्त यसमा यो पेमा पनि हैन यसमा टाल्नुपर्ने हुन्छ। अन्त यसलाई चाहिँ बनाइसकेर चाहिँ यहाँनिर यसरी मिलाउनुपर्छ हो। हेर्दै जानुहोस् होला खोइ सबै मिलाइसकेर तपाईहरुलाई एकदम इन्डिङ फिनिसिङ पनि देखाउने छु। अहिले चाहिँ हेर्नुहोस् यो पेमाहरू पनि लगाइसकियो हो।
अब यसलाई कलरहरू लगाएर चाहिँ यसलाई गार्गेनहरू गर्नुपर्ने छ। अब खान्डो तलमा चाहिँ अब त्यति राम्रो नभए पनि बनाउने तरिकादेखि लिएर चाहिँ अब सेप अब त्यसको अब उयोहरू चाहिँ अब यस्तो हुन्छ। अब तपाईँहरूलाई एउटा मैले जानकारीको लागि होइन यो देखाइदिएको। अब हेर्नुहोस् तोरमा चाहिँ अब यस्तै छ अब होइन, यति चाहिँ हो। अब तपाईँहरूलाई देख्नुपर्ने मेन चाहिँ अब खान्डोको तोरमा भन्छ, अब माथि भनेर यस्तो देखायो भने यस्तो बिचमा हुनु पऱ्यो होइन। यसलाई चाहिँ यस्तै यसलाई कलरहरू लगाएपछि अहिले तपाईँहरूलाई फिनिसिङ पनि देखाउनेछ। आजलाई चाहिँ यति नै छ होइन। तपाईँहरूलाई तोर्माहरू के कस्तो लाग्यो होइन यसो कमेन्टमा भनिदिन्छ भन्ने चाहिँ अब आशा लाग्दै अब यो भिडियो बनाइरहेको छु आजको। अब के कस्तो लाग्छ तपाईँहरूलाई होइन। अब तोरमा त अब यतिकै हो बनाइ त अब हुन त अब हात राम्रो छ भने त अलिक राम्रै बनिन्छ होइन। मेरो चाहिँ अब यति नै बनिन्छ। अब के कस्तो लाग्यो तपाईँहरूलाई अब भनिदिनुहोस् भन्ने आशा राख्दै आजलाई चाहिँ यति नै समाप्त गर्न चाहन्छु। धन्यवाद।